एसईमा बङ्गलाचुली गाउँपालिकाबाट 25.09% मात्र उत्तीर्ण। माध्यमिक शिक्षा परीक्षा एसई 2082 नतिजा हिजो सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार दाङको बङ्गलाचुली गाउँपालिकामा यस वर्ष 25.09% विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। गाउँपालिकाभित्र रहेका 6वटा विद्यालयबाट परीक्षामा सहभागी 259 विद्यार्थी मध्ये 65 जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिका शिक्षा शाखा प्रमुख ओम केसीले जानकारी दिएका छन्। शिक्षा शाखा प्रमुख केसीका अनुसार गाउँपालिकाभित्रका विद्यालय मध्ये महेन्द्र माध्यमिक विद्यालय श्रीवारीको नतिजा सबैभन्दा राम्रो रहेको छ भने सुधा माध्यमिक विद्यालय झेलेटाको नतिजा सबैभन्दा कमजोर रहेको छ। विद्यालयगत विवरण अनुसार महेन्द्र माध्यमिक विद्यालय श्रीवारीबाट 39 विद्यार्थी परीक्षामा सहभागी भएकामा 20 जना उत्तीर्ण भएका छन्। विद्यार्थीको उत्तीर्ण प्रतिशत 51.2 रहेको छ, जुन गाउँपालिकामै सबैभन्दा बढी हो। त्यसैगरी सरस्वती माध्यमिक विद्यालय जबरकोटबाट 30 जना विद्यार्थी सहभागी भएकामा 12 जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 40 रहेको छ। मावि भेडाबारी मुलाबारीबाट 59 विद्यार्थी सहभागी भएकामा 11 जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 18.6 रहेको छ। यस्तै खड्क मावि हाँसीपुरबाट 17 विद्यार्थी सहभागी भएकामा 3 जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 70.6 रहेको छ। महेन्द्र माध्यमिक विद्यालय सिउजाबाट सहभागी 24 विद्यार्थी मध्ये 4 जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 16.6 रहेको छ। त्यसैगरी सुधा माध्यमिक विद्यालय झेलेटाबाट 90 विद्यार्थी सहभागी भएकामा 15 जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 16.6 रहेको छ। शिक्षा शाखा प्रमुख ओम केसीका अनुसार यस वर्षको नतिजाले गाउँपालिकाभित्र शैक्षिक सुधारका लागि थप प्रयास आवश्यक रहेको सङ्केत गरेका छन्।